माननीय सदस्य नारायण प्रसाद आचार्य। सम्मान्य सभामुख महोदय, यो देशको सबै व्यवस्था परिवर्तनमा मुख्य भूमिका र योगदान गरेका मुख्य पार्टी नेकपा एमाले नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकारहरू सञ्चालन छन्। मुख्य भूमिका आजको आवश्यकता हो, तर निहित स्वार्थ पुरा गर्ने मनसाय बोकेका व्यक्तिगत हित चाहना राख्नेहरू, छरपष्ट विषय उठाउनेहरू राष्ट्रिय हितमा छैनन्। 46 सालदेखिको सम्पत्ति छानबिन गर्ने भन्ने विषय उठेको छ। मेरो आग्रह छ, राजनीतिक दल, सामाजिक क्षेत्र, राष्ट्रसेवक सबै राजनीतिक नियुक्ति तिनै तहका जनप्रतिनिधिहरूको जन्मदेखिको अहिलेसम्मको सबै सामाजिक परीक्षण गरी सरकारको निकायमा र सार्वजनिकरण गर्नको निमित्त यो सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। र यो सुरुको आर्थिक वर्षमा र सबै कुराहरू चाहिँ नि इन्ट्री गर्नका निमित्त र सार्वजनिक गर्न मैले आग्रह गर्न चाहन्छु। विभिन्न दात्री निकाय र विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा दात्री निकायका सहयोगमा आएका र प्रयोग गरिएका र लगानी गरिएका सबै विषयवस्तुहरू संसदमा र सार्वजनिकरण गर्न र